ल है दाइको कालो मान्छे नि कालो जिब्रो नि कालो अघि भनिरहेको थियो हावा पञ्चेट हुन्छ पञ्चेट गर्छु म भनेर नभन्दै बाइक पञ्चेट बनाएर बिजोक भन्दा नि बिजोक बनाएको अबदेखि बरु कहीँ निस्किन्छ के मलाई हात देखाएर बरु साइड हेरेर निस्के किन बोलेको कुरो त पुग्दो रहेछ नि त मलाई भने त नि मैले त लागि कालो शङ्का लागिरहेको थियो कि मनमा कता कता कालो जिब्रो पञ्चेट हुने हो कि भनेर पञ्चेट त भएन दाइ हावा जे भयो नि हावा त गयो अब म यस्तो फेरि हावा हाल्ने ठाउँ पनि के उहाँ यहाँ छ ल हिँड्नु त बिस्तारै तपाईँ हिँड्दै गर्छ म हिँड्दै गर्छु त गर्न पायो भने कहाँ भन्ने मलाई पनि लागिरह बिजो कालो जिब्रो भए मान्छेसँग हिँड्न लास गाह्रो हुँदैछ ल बाइक आए पक्क कालो जिब्रो यो दुईजना बोयफ्रेन्ड ए मासतिर हावा हाल्ने ठाउँ कतै छ हिँडेर आयो कि बुढाबुढी हो डेटिङ ल्याङ्न आन्न हल्ले अहिले म छोडेर हिँड्थेँ बाइक जिब्रो कालो छ क्या मेरो हेर्नै पर्दैन तैँले मान्छे नि कालो जिब्रो नि कालो के हो यस्तो मलाई त भाग्यमानी होस् के बरु मलाई एटलिस्ट मैले पहिले भनेको हो नि तँलाई यस्तो भने त माथि नै आउँदिन्थेँ नि त म हजुर कहाँ जाने थियो अझ अझै माथि पुरा गएको भएन त्यही तलतिर पुऱ्याइदिनु तँ हिँड्दै गर ल बाइक मागेर आइज म जाँदै गर्छु तल के मिल्छ दुईजना बस्न मिल्दैन